So guys, welcome to हाम्रो vlogging गर्न सक्नुहुन्छ। हेर्नुहोस् भ्लग बन्दैछ नयाँ नयाँ गेस्टहरू हुनुहुन्छ राम्रो राम्रो मान्छे छन् म पनि छु यहाँ यी दुईजना अपकमिङ भनिरहेको छन् तर बर्थडे ठाउँमा बसेछन् आज चाहिँ हामी यहाँ गल्छा रिसोर्ट आएका छौँ। यहाँ चाहिँ फेयरवेल पार्टी छ हाम्रो दाइको, त्यो कारणले सबैजना आइसकेको छ यहाँ। बस के गर्नु यहाँ चाहिँ सबैजना चाहिँ हामी छौँ है, इन्जोयमै छौँ हामी चाहिँ। अनि हामी चाहिँ यतातिर छौँ उचाइ सबैजना छौँ है, इन्जोय हुँदैछ। अब हाम्रो चाहिँ फेयरवेलको लागि केक सेक काटिन्छ, एकछिनमा इन्जोय हुन्छ। त्यो कारणले यो चाहिँ भ्यूहरू पनि दामी छ ल। ल यो चाहिँ सानो क्लिपहरू आउँदै गर्छ। यो चाहिँ नर्मल्ली बियरहरू सब भइरहेको छ हाम्रो चाहिँ। अनि यतातिर चाहिँ बसिरहेका छौँ इन्जोय गर्दै। मेन मालिक चाहिँ उता हो, मेन आजको अनर चाहिँ यता हुनुहुन्छ हाम्रो भाउजू। अनि सेकेन्ड स्पेसल गेस्ट चाहिँ हाम्रो यता स्पोन्सर होइन हो भनेर आएको चाहिँ हेर्नु सक्नुहुन्छ। केक चाहिँ यही छ है। यहाँ चाहिँ रेडी छौँ हामी चाहिँ सेलिब्रेसन गर्नको लागि चाहिँ एक्साइटिङ छौँ, लास्ट एक्साइटिङ छौँ है हामी चाहिँ। हाम्रो रेस्टुरेन्टको वेटर नि आइसक्नु भयो, सर्भ गर्दै हुनुहुन्छ चाहिँ। एकैछिन हेरिदिनु, स्माइल गरिदिनु पऱ्यो यता हेरेर एकलाई। सिरिजा यता त चाहिँ एउटा लस्सी पनि भनेको हामीले त खानु माथिको फाल्यो अङ्कल। एकचोटि भिडियो बनाए त मानिलो म खुवाहाल्नु। ल तँलाई पनि भ्लग बन्दैछ होइन गाइजहरू। दादा अब जाने रे, अनि मैले त केक सेक पनि दादाको मुखमा हानिदिएको। हेलो ठिक छ बजाल कहाँ पहिला गफान दिनु पऱ्यो। के गर्ने केटा हो यस्तो भएको, अब सब बिजी भइगयो आफ्नो आफ्नोमा। मेरो आन्टी अर्को आन्टी यता बच्चाबाट यता। फाइनल्ली हाम्रो कम्बो सेट आयो है, हामीले खाए ल। खाना आउने बित्तिकै सबै आफ्नो तालमा खाइन्छ है। खाए ल मैले नि बब्बालाई सबैजना है, इभेन्ट सबैजना यहाँ इन्जोयमै छन् है। यो चाहिँ ल है गाइस, मेरो भाइ ल खाए ल। सब मिस्टी आउँछ ज्ञान दियो। कस्तो लाग्यो खाना सबैजनालाई?
ठिक छ नि है सबैजना हजुरलाई धेरै धेरै धन्यवाद छ हाम्रो तर्फदेखि यहाँ छ प्लेट है टाढा पर्यो राम्रो मान्छेलाई देखाउनु हुन्न अरे क्या गाइज अब निस्क्यौँ हामी विदेश होइन को सबैजना हो गाइज जो चाहिँ हामी अब नाच्छौँ है यहाँ चाहिँ 90 तर फ्लाइटवाला मान्छे चाहिँ आएको छैन अहिले यहाँ सब वेटिङमै छैन फ्लाइटवाला मान्छेको यत्र ब्याग स्याग यहाँ रेडी नै छ हामी सबैजना फ्लाइटवाला मान्छेको वेटिङमा बसेका छौँ मान्छे आएकै छैन अहिलेसम्म अनि अङ्कल आन्टीहरूलाई उता छोडेर ब्याग साइड छोडेर हामी चाहिँ फ्लाइटवाला मान्छे यताउति कतै गएको छ कि भन्दै डुल्दै खोज्दै गएको छौँ हामी 2-3जना केटाहरू हामी निस्किसकेका छौँ खोज्न तर मान्छे कता हरायो अत्तो पत्तो छैन यत्रो एयरपोर्ट खोज्दा पनि मान्छे कता हो तर लास्टमा चाहिँ डलर साट्न गएको रहेछन् मान्छे चाहिँ त्यो फोटो सेसन गर्ने ठाउँ चाहिँ त्यहाँ छ हामी चाहिँ यताउता कुन केटी राम्रो छ भन्दै जिस्काउँदै यत्तिकै कुरा गर्दै बसेछौँ ए क्यापै ल्याउन बिर्सेरै छु क्यापै ल्याउन बिर्सेरै छु यार क्याप खै त क्याप त ल्याउनु पर्यो त अनि फोटो खिच्नु परेन अहिले एक दिन लगाउनु दियो अरे क्या हराइदियो अरे अलिक गाह्रै छ अब त गर्मी पनि लास्टै गर्मी भइरहेको थियो त्यो माथि यो एयरपोर्टमा भिडभाड कहिले कमै नहुने लास्ट भिडभाड हुने डेली सधैँ यस्तै हुन्छ यहाँ एयरपोर्टमा चाहिँ नरुवाउने मान्छेले रुवाइ गए दादाको फ्लाइट चाहिँ 3 बजे भएकाले हामी चाहिँ यसै टाइम पास गर्न यताउता डुलिरहेका थियौँ ठ्याक्कै दादा आउनुहुन्छ हामीले चाहिँ ठ्याक्क भेट्छौँ तर दादाको आफ्नै भाइले चाहिँ जानुपर्ने हुन्छ एकदम जरुरी काम परेर तर लास्टमा चाहिँ भेट्नै पाउन ऊ चाहिँ हिँडिहाल्नु पर्ने हुन्छ क्या अहिले त्यही भएर 2जना चाहिँ हिँड्छन् तर हामी चाहिँ त्यही बसिरहेका हुन्छौँ है फाइनल्ली दादा आएर अब केक कटिङ हुँदैछ सेलिब्रेसनको लागि चाहिँ लास्ट अब उहाँ चाहिँ कोरिया लाग्नु भएको कारणले केक चाहिँ मिठा गरिदिने सोचिरहेको हुन्छ हामीले चाहिँ तर अब चाहिँ फाइनली भेटेर अब केक चाहिँ काटेर केक चाहिँ खुवाइदिन्छौँ हामी सबैजना धेरैजना भयो अलिअलि खुवाएन धेरै नखाऊ ल फ्लाइटको टाइम भयो भित्र अब सामानहरू चेकिङ यताउता प्रोसेसहरू गर्नुपर्ने हुन्छ अब दादा चाहिँ भित्र जान लाग्नु भयो तर दादाको प्यारो भाइ चाहिँ आफ्नो भाइ चाहिँ भेट्नै पाउनु कि ऊ चाहिँ तर मोबाइल चाहिँ यही छोड्दै थियो कि किनकि भिडियो बनाउनुपर्छ भनेर ऊ चाहिँ आउन पाउन्न किनकि कामले गएको कारणले अहिलेसम्म आएकै छैन क्या लास्ट टाइम हामी सबैजना अङ्कल आन्टी र हामी केटाहरूले सबैजनाले बाई बाई गर्दैछौँ